सो नमस्कार अनि जोइले सम्पूर्ण साथीहरुमा स्वागत छ तपाईलाई आजको मेरो नयाँ भिडियोमा। साथीहरु आज चाहिँ हाम्रो यात्राको दोस्रो दिन जुन मारीदेखि लुम्बिनीसम्मको थियो। हिजो चाहिँ हामी हिजो बेलुका आएर चाहिँ बुटलमा बास बस्यौं र आज बिहान चाहिँ हामी लुम्बिनीको यात्रामा निस्किदै छौं। हेरौं साथीहरु त्यहाँ के कस्तो हुन्छ तपाईलाई पनि देखाउने नै छु। सो लेट्स गो। अहिले चाहिँ हामी लुम्बिनीको यात्रामा निस्किन लागिरहेका छौं। हेलो सरहरु, हेलो ल हामी सरहरु चाहिँ रेडी हुँदै हुनुहुन्छ। माथि अरु सरहरु र विद्यार्थी भाइ बहिनीहरु चाहिँ रेडी हुँदै छन्। ल आजको यात्रा भने बिहानको 6 बजे सुरु भएको छ। हाम्रो हिजोको बास चाहिँ यो होटल द मिरर इनमा चाहिँ भएको थियो। ल यतिखेर हामी यो लुम्बिनीको पार्किङ लटमा आइसकेका छौं। यहाँबाट चाहिँ अब भित्रको दृश्य हेर्नलाई चाहिँ जानेछौँ। यहाँ थुप्रै स्कुलको बसहरू चाहिँ शैक्षिक अवलोकन भन्नुको निम्ति यस स्थानमा आउनु भएको रहेछ। थुप्रै विद्यार्थीहरू, थुप्रै विद्यालयको बस र विद्यार्थीहरू चाहिँ हुनुहुन्छ। ल हामी सबै टोलीहरू चाहिँ के अरे निस्किसक्नु भएको छ। अब हामी भित्र जानेछौँ। ल विद्यार्थी भाइ बहिनीहरु हामी कहाँ आएको रे? कहाँ आएको? लुम्बिनी। ल लुम्बिनी आएको जाडो हो, जाडो लाग्यो। ल ल हाम्रो विद्यार्थी भाइ बहिनीहरु चाहिँ यतिखेर चाहिँ लुम्बिनी प्रवेशको लागि चाहिँ लाइनमा बसिराख्नु भएको छ। हेरौँ भित्र के कस्तो हुन्छ। यहाँ चाहिँ यदि लुम्बिनी घुम्न चाहनुहुन्छ र हिँड्न चाहनु हुँदैन भने चाहिँ अटो रिक्साको सुविधा पनि रहेछ है। प्राइसको बारेमा त थाहा भएन, तर पनि अटो रिक्साको सुविधा चाहिँ छ। हामी चाहिँ यतिखेर चाहिँ लुम्बिनी प्रवेशको लागि चाहिँ जाँदैछौँ। यो चाहिँ हाम्रो लुम्बिनीमा चाहिँ यो पसलहरू हाम्रो सरहरू चाहिँ सपिङ गर्दै हुनुहुन्छ। यहाँ चाहिँ खानेकुराहरू प्रकार रहेको छ। यो चाहिँ हाम्रो के अरे लुम्बिनी छिर्ने क्रममा लुम्बिनी बस पार्क वरिपरि भएको चाहिँ यो पसलहरू। हाम्रो चाहिँ बिहानको ब्रेकफास्ट खाजा चना अन्डा। ल हामी चाहिँ यो के भन्छ लुम्बिनीको बस पार्कमा चाहिँ बिहान चाहिँ खाजा खाएर चाहिँ हामी अहिले चाहिँ निस्किन लागेको छौँ। ल हजुर कता वहाँ लाने घर? ल ल ल हेलो हेलो एकदम एकदम ल सर। हेलो शिव सर। लुम्बिनी जाने चाहिँ के भन्छ प्रवेशद्वारको चाहिँ छेउछाउको दृश्यहरू। बस पार्क थियो, त्यहाँबाट चाहिँ सबैजना विद्यार्थी भाइ बहिनीहरू र हामी
स्टाफ साथीहरू चाहिँ के अरे हिँड्दै गइरहेका छौँ। हाम्रो सिद्धार्थ गौतम बुद्धको चाहिँ जन्मस्थान लुम्बिनीमा आएर चाहिँ उहाँको दर्शन गर्न पाएका छौँ। ल हामी चाहिँ यहाँनिर मन्दिरमा प्रवेश गर्न लागिरहेका छौँ। यहाँ चाहिँ जुत्ता चप्पल चाहिँ एलाउ नरहेछ, त्यही भएर कतिपय विद्यार्थी भाइ बहिनीहरू जुत्ता चप्पल खोलेर चिसो भयो भने कतिपय चाहिँ यहाँ खोल्ने क्रममै हुनुहुन्छ। म पनि अब जुत्ता चप्पल खोलेर भित्र जान्छु। देख्न सक्नुहुन्छ अगाडि शिव सर हुनुहुन्छ। ल यो चाहिँ कुन मन्दिर हो सर हाम्रो यो? हजुर ल जर्मन मन्दिरमा चाहिँ हामी जर्मन मन्दिर अरे। ल यहाँनिर हामी आएका छौँ भ्रमणका लागि। ल सबैजना चाहिँ फोटोको लागि चाहिँ व्यस्त हुनुहुन्छ। भिडियो खिच्न पाइयो तर त्यो साउन्ड चाहिँ युज गर्न पाइएन है। पछि हाल्न पाइयो, पहिला भिडियो खिचोस् पछि हाल्नु सिकेँ हुन्न त्यो साउन्ड। ल हजुर बाँकी अरू गुम्बाहरू पनि छ रहेछ, त्यो तपाईँहरूलाई देखाउने नै छु। भिडियो अन्तसम्म अवश्य हेर्नु होला। यो चाहिँ के रहेछ भन्दाखेरि मनुष्य लोकमा चाहिँ जन्म लिनुभएको कार्य अरे। उहाँ चाहिँ हाम्रो 6 वर्ष चाहिँ कठोर तपस्या गर्नुभएको कार्य त्यो चाहिँ यो मालाहरूमाथि चाहिँ वशीकरण गर्नुभएको कार्य भनेको छ। यहाँ दोस्त के छ हो क्या कुन कुन हो अघि छिरिएको जर्मन के भन्छ गुम्बाको चाहिँ पछाडिपट्टिको दृश्य यो रहेको छ। यहाँनिर गौतम बुद्ध हुनुहुन्छ, ऋषि मुनि बस्नुभएको छ। यहाँ चाहिँ बुद्ध चाहिँ बुद्धत्व प्राप्त गर्नुभएको कार्य यहाँ चाहिँ ध्यानमा हुनुहुन्छ होला। ल यो चाहिँ हाम्रो खै के पनि लेखेको छैन, यो चाहिँ त्यही हो अब के अरे जर्मन गुम्बाको पछाडिपट्टिको दृश्य। यो चाहिँ हाम्रो धर्मचक्र पर्वत गर्नुभएको कार्य भनिएको छ। ल यहाँ चाहिँ दियो बाल्ने घर भनेर चाहिँ देखाइएको छ, अनि यो छेउमा चाहिँ प्रवेश निषेध पनि देखाइएको छ है। अब हामी यो हेर्ने अनि फर्किने। ल नो एन्ट्री। यो जर्मन गुम्बा नै हो। हामी एक चक्कर लगाएर चाहिँ यो के भन्छ गुम्बालाई चाहिँ एक चक्कर लगाइसक्यौँ। अघि छिरेको प्रवेशद्वार यही थियो। हामी उताबाट सर घुमेर फर्केर आइसक्यौँ। ल है हाम्रो एलिसाना सानो भाइ हुनुहुन्छ। एलिसाना के छ युट्युब च्यानलको नाम? दुइटै ब्लगर भाइ। एलिसले बोल्दैन के? ल होइन फुलबारी जाने। ल हामी चाहिँ जर्मन गुम्बा
घुमेर चाहिँ अहिले चाहिँ अर्कै गुम्बा घुम्न जान्ला गुम्बाको नाम त मलाई थाहा छैन ल ठिक छ ल कोरियन मन्दिर रहेछ यो चाहिँ कोरियन मन्दिर कोरियन डिजाइनमा तयार पारिएको मन्दिर त्यो चाहिँ हाम्रो चिनिया गुम्बा एकजना आमालाई यहाँबाट चिन्नलाई हाम्रो बाँकी टोलीहरू चाहिँ यता आउँदै हुनुहुन्छ हामी छिटो आइयो ए हामी यति टोली चाहिँ हामी अरू साथीहरूभन्दा चाहिँ छिटो आइयो खै ल हाम्रो सरहरू चाहिँ बेसी अल्छी लास्टै ढिलो आउनु भयो कि हामी आएको करिब लामो समय ल यो चाहिँ शान्ति द्वीप अरे ननिप नीति हो देख्न सक्नुहुन्छ तपाईँहरूले सर विश्व शान्ति द्वीप अरे यो चाहिँ शान्ति द्वीप सन् 1986 नोभेम्बर 1 तारिकको दिन चाहिँ तत्कालीन राजकुमार श्री 5 ज्ञानेन्द्र वीर विक्रम शाहदेवको चाहिँ बाहुलीबाट चाहिँ प्रज्वलित भएको थियो त्यो चाहिँ अहिलेसम्म चाहिँ बलिरहेको छ ल अहिले चाहिँ यो लुम्बिनीको जुन मायादेवी मन्दिर जाने बाटोमै छौँ हामी जाँदैछौँ यहाँ चाहिँ पुरै अब विभिन्न ठाउँबाट शैक्षिक अवलोकन भ्रमणको निम्ति आउनु भएको रहेछ सबैजना भिड नै छ सबै ठाउँहरू सबैतिर देख्न सक्नुहुन्छ एकदम भिड छ सबैतिर पोखरी के हो आदित्य त्यो आदित्य के हो त्यो खोला रे है कन्टेन्ट बन्यो हिँडेर चाहिँ हाम्रा विद्यार्थी भाइ बहिनीहरू यी शिक्षक मित्र साथीहरू जम्मै चाहिँ थाकेको हो थकै लाग्यो हजुर कहाँबाट ल्याउनु पर्ने टिकट काटेर चाहिँ आइयो सबैजना टिकट काटेर आएपछि यहाँ भित्र छिर्ने क्रममा चाहिँ सबैले चाहिँ आफ्नो जुत्ता चप्पलहरू चाहिँ यहाँ छोड्नुपर्ने रहेछ भित्र मन्दिरभित्र जुत्ता चप्पल लगाएर जान मनाइ छ त्यही भएर चाहिँ अब हामीले यहाँ जुत्ता चप्पल निकालेर राखेर चाहिँ जान्छौँ सबैजनाको चाहिँ जुत्ताहरू चाहिँ यसरी बोरामा निकाल्दा राम्रो छ धेरै उसमा धेरै घुमिन्छ निकाल्दा राम्रो के दुईवटा बोरामा नै हाम्रो विद्यार्थी भाइ बहिनीहरू र शिक्षक शिक्षिकाहरूको स्टाफको चाहिँ जुत्ता चप्पल चाहिँ अटाएन दुईवटा बोरामा पनि है अझै छ ल लुम्बिनीको चाहिँ प्रमुख मन्दिरमा चाहिँ हामी के गरेको अर्को आयो फेरि यो मन्दिरको बारेमा के थाहा भनिदियो ल सिमरनलाई के थाहा भनिदियो कि ल हो त्यहाँबाट भन है त ल हामी चाहिँ गएको थियौँ अघि त्यहाँ चाहिँ उल्टो बाटो परेछ हो अहिले फेरि फर्किरहेको छ चाहिँ त्यो वरिपरिबाट देखिने दृश्यहरू एकदम रमणीय राम्रो ठाउँ छ दृश्य छ एकचोटि गर्नु न क्या यो मन्दिर बाहिरको दृश्य मन्दिरभित्र चाहिँ मोबाइल लगेर फोटो भिडियो खिच्न चाहिँ नपाइने रहेछ म त बाहिर गएर चाहिँ तपाईँलाई देखाउने नै छु
पाउँछ उहाँहरू चाहिँ यहाँ के भन्छ ध्यान गर्दै हुनुहुन्छ कछुवा जस्तो के गर्नुपर्छ बाहिर खस्नु होला कि पानीमा हिँडौँ न हिँडौँ के भयो यो पिपलको बोट चाहिँ हाम्रो गौतम बुद्धले ध्यान गर्नुभएको पिपलको बोट यहाँ चाहिँ लुम्बिनीको बाहिरपट्टि विभिन्न के भन्ने पुरानो अवशेषहरू रहेको छ यसमा चाहिँ अब निर्माण कार्य चाहिँ त्यस्तै हो तर पनि त्यसले चाहिँ संरक्षणको कार्य भने भइरहेको छ ल यता हाम्रो मिस म्यामहरू पनि अहिले चाहिँ टक्कै निकै लुम्बिनी आएर चाहिँ ध्यान गर्न फेरि किन हाँस्नु भएको लुम्बिनी आएर चाहिँ ध्यान गर्न लाउनु भएको छ ल गर्नुहोस् सन्तोषी मिस दाम देखाउनु न हाम्रो अरू मिस ध्यान गर्नुहुन्छ सन्तोषी मिस चाहिँ त भिडियोको लागि ध्यान गर्दै हुनुहुन्छ अनि बुद्ध हुन 7 महिना बाँकी अब चाहिँ मेनको म्याम पनि ध्यान गर्दै हुनुहुन्छ सबैजना ध्यान गर्दै हुनुहुन्छ है यहाँ चाहिँ टिकटक बनाउन मनाइ छ नो टिकटक बनिएको छ यता छेउमा भने टिकटक बनिरहेको छ है साथीहरू क्या बात कर रहे यता हाम्रो सरहरू पनि बाई बाई सर बोल्नु बा लुम्बिनीमा आएर ध्यान गर्दै हुनुहुन्छ हेलो दिपेश सर हेलो सर ध्यान गर्दै हुनुहुन्छ है यता अबला सर हुनुहुन्छ जित सर चाहिँ हामी शान्तिको दूत गौतम बुद्धको चाहिँ जन्मस्थान चाहिँ छोडेर निस्किँदैछौँ फर्किँदैछौँ छोरा हामी चाहिँ अब भित्र लुम्बिनी घुमेर आइसक्यौँ अब जाने बेला चाहिँ हामीले जुत्ता चाहिँ यता प्याक गरेर गएको थियौँ अब चाहिँ सबैले आफ्नो जुत्ता चाहिँ लिएर लगाएर अब हामी निस्किन्छौँ ल आफ्नो जुत्ता खोज्छौँ त्यसपछि लगाएर निस्किन्छौँ यिनीहरूले मलाई चुना लगाइदिए सबै है आइ कति भयो टोटल कति पुग्यो मलाई लिएर हामी चाहिँ गोल्डन टेम्पल प्रागड शैलीमा चाहिँ छिर्यौँ यो हेर्नु पुरै गोल्डन कलरको छ कम्बोडियन मन्दिर लुम्बिनीको चाहिँ हामी अनि यहाँ जाँदैछौँ एकदम खतरा तपाईँ देख्न सक्नुहुन्छ सर यो मन्दिरहरूको जुन संरचना जुन डिजाइन छ 4 बाटोबाट हेर्दा 4 थरीकै पुरै जताबाट हेर्दा पनि उस्तै सेम जस्तो के ठाउँ
चाहिँ धेरै समय बाटबाट हिँडियो सायद यहाँबाट सर्टकट पर्छ होला त्यही भएर चाहिँ सबै साथीहरू छिर्नु भयो हामी पनि जाँदैछौँ बस स्टपतिर बस पार्कतिर त्यहाँ गएर खानसाना खाएर मिल्यो भने बुटल फुलबारी घुम्छौँ र त्यसपछि सिधै हामी माडीको यात्रामा निस्किन्छौँ आज बेलुका साँझसम्म चाहिँ चितवन माडी चाहिँ पुग्नुपर्छ फेरि लुम्बिनीमा चाहिँ घुम्ने क्रममा फेरि हामी अर्को ठाउँमा आइपुगेका छौँ यिनीहरू आज बेहाल भयो हिँड्दा हिँड्दा बिचराहरू अनि 12:30 बजीसम्म भोकभोकै के भने बिहान खाजा खाएको त्यही पनि यत्रो टाइमसम्म चाहिँ यो घुम्ने टाइम लाग्यो कि अब आउनु बिहान त अब छिटो आएको नि तर पनि यस्तो गाईहरू के बाटोमै छोड्दिन्छन् है गोरु हो यो गाई होइन तिमीहरूको जस्तो बेहोरा हुन्छ तिमीहरू मान्छे हो त्यस्तो गर्नु मिलेन बिचरा पशुहरूलाई चाहिँ बारीमै छोडिदिन्छ के भयो गाह्रो भयो क्या माथि हेरमै के कस्तो छ के हो जति घुमे पनि एकदम रमाइलो ठाउँ चाहिँ रहेछ लुम्बिनी होइन तपाईँहरू पनि यस ठाउँमा आउनु सक्नुहुन्छ भ्रमणको लागि एकदम उपयुक्त ठाउँ लाग्यो मलाई म पनि पहिलोपटक नै हो यस ठाउँमा भ्रमणको लागि आएको पहिलोपटक आउँदा पनि यो ठाउँ चाहिँ एकदम राम्रो लाग्यो तपाईँहरू पनि आउन सक्नुहुन्छ साथीहरू हामी चाहिँ हिजो राति ढिलो भएको कारणले चाहिँ आज फेरि यस बुटल फुलबारीको लागि भ्रमणको लागि चाहिँ हेलो सर के भन्नुहोस् यहाँको बारेमा बुटल फुलबारीको बारेमा ल योभन्दा अगाडि भिडियोमा खतरा बोलिन्छ खासै नौलो कुरो त होइन हामी माडीवासीहरूलाई लागि जनावर चाहिँ खासै नौलो कुरो चाहिँ होइन त्यही पनि आउँदा हेरेर जाऊँ न होइन पैसा असुल त गर्नु पऱ्यो टिकट काटेर आइएको छ ल यो चाहिँ नामसाम केही छैन कहीँ यसको होइन त्यो भन्नु खोजेको होइन कि यो जनावरको नाममा देखिनु पनि नआउने चाहिँ दोस्त चाहिँ मस्त सुतिरहनु भएको छ आनन्दले निदाइरहनु भएको छ स्याल अरे यो चाहिँ
यो चाहिँ परेल सर बाहिर बात देखा तर बात छैन चितुवा खाँदै खाँदा केटाहरू फेरि ल यो चाहिँ राजा हाँस है राजा हाँस यो चाहिँ नीलगाई हाम्रो जङ्गली नीलगाई यहाँ चाहिँ अस्ट्रिच सुतुरमुर्ग भन्छ एउटा मात्रै रहेछ फिमेल मेल सबै सबैलाई नमस्कार सर यसको ठ्याक्क पैसा पैसा भन के भयो यो मान्छेसँग यी ठ्याक्कै सेम छ ल तपाईँ बोटल फुलबारीमा आउनुभयो भने पिङ र सक्नुहोस् तपाईँहरू 15 रुपियाँ सानो यहाँ रहेको छ विद्यार्थी भाइ बहिनीहरू चाहिँ खेल्न जानु भएको छ रोटी अन्त्यमा हाम्रो यस शैक्षिक अवलोकन भ्रमणलाई चाहिँ सफल पार्न सहयोग गर्नुहुने हाम्रा शिक्षक शिक्षिका साथीहरू त्यसै गरी हाम्रा विद्यार्थी भाइ बहिनीहरू र हाम्रो विद्यार्थी भाइ बहिनीहरूका अभिभावकज्यूहरू त्यसै गरी हाम्रो यस गन्तव्यलाई चाहिँ सकुशलसम्म गन्तव्यसम्म पुर्याउन र गन्तव्यदेखि सोही स्थानमा फर्काउन सहयोग गर्नुहुने हाम्रा चालक दलका चालकज्यू र सहचालकज्यूहरूलाई धेरै धन्यवाद र साथसाथै अन्त्यसम्म भिडियो हेर्नुहुने हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद